हेलो 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 गाइज, वेलकम टु माई न्यू भ्लग। आजको जोर्नी चाहिँ हाम्रो काठमाडौँतिर 16 घन्टाको यात्रामा बोर त लागिहाल्छ। अफकोर्स हामी मुभी हेर्दैछौँ। हाम्रो 2 बजे राति गाडी यता जाम भएर रोकेको छ। सबै बसहरू हेर्न सक्नुहुन्छ, वेटिङमा छन्, कहिले बाटो खुल्ला अनि जम्ला भनेर। Ladies and gentlemen, a warm welcome to Kathmandu. पशुपति दर्शन गर्न आएको छौँ। हेलो गाइस, अहिले हामी पशुपतिनाथमा छौँ। जय शम्भु। हाम्रो अन्तिम पलको याद आउँछ। हेलो गाइस, लाइन चाहिँ लामो नै छ। आज सबै फाइनली गाइस दर्शन गरेर हामी निस्किसक्यौँ। फाइनली पशुपतिनाथको दर्शन भयो गाइस। चाहिँ लास्ट जहाँबाट निस्क्यौँ होइन, शिव शङ्कर महादेव। यो चाहिँ पशुपति क्षेत्र। यता चाहिँ धार्मिक महत्त्व रहेको कारणले मान्छेहरू आवत जावत चाहिँ रहेकै हुन्छ। भिडभाड इलाका, प्लेसहरूलाई ब्युटिफुल लाग्यो। यहाँको ब्युटिफुल प्लेस। हामी चाहिँ दर्शन गरेर अब घरतिर नै लाग्ने हो। गाइज हामीले दर्शन गरेर अब रुम जाँदैछौँ। बिहान हामी 8 बजे निस्केका थियौँ, अहिले 12 बज्दैछ। लाइन धेरै लामो छ गाइज। यस्तो क्राउडले बताउँछ कि पशुपतिनाथ कति धार्मिक दृष्टिकोणले अगाडि महत्त्वपूर्ण छ। अब ऐसे करके पासपोर्ट पकड़ और नेपाल आ जाओ, लिफाफा दे देती। Okay, guys, we are going. खुसी हुनुपर्ने है। आज चाहिँ म कीर्तिपुर डाँडो देखाउनु बढी नाइटो होला, थाकेपछि अझ पढ्न सकिँदैन। गाइज यो चाहिँ हामी चोबारको डाँडोमा छौँ। यो चाहिँ बुद्धको के भन्छन् त्यो धर्म। अनि अँध्यारो खासै आउने होला होइन। लाइट बढाउनु पर्यो, ब्राइटनेस। अब यो माग कटिसकेपछि अलिकति आज चाहिँ गाजा खाने ठाउँ हो खासमा हो। मुङफली खाने बसपट्टि यो ठाउँ हो खासमा। बदाम खाने, बदाम छोडाउँदै केटी ह्यापसेट समाएबाट 10। गुड मर्निङ गाइस, यही हो उपत्यका भनेको। हेर्नुहोस् वरिपरि डाँडामा गए पनि डाँडामा पनि घर छन्। अनि यो चाहिँ धेरै यस्तै विकास भएपछि घरहरू घना बढी जस्तो जनसङ्ख्या यतै बस्छ। गुड मर्निङ अगेन। म चाहिँ यस्तो ध्यान राख्न आएको छु तपाईँकोमा। म चाहिँ हिजो भक्तपुरदेखि कीर्तिपुर आएँ होइन। एडिएमसिडी सगरमाथा एमडी नै देखेन ल। माउन्टेनहरू कुन कुन हो खोइ नाम थाहा छैन ट्याक्कै। कसरी चिन्न सकिन्छ अब? माउन्टेन त देखियो देखिन त। हाई 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 2.2x 2x 2.5x हाई हाई।
ओके आज चाहिँ हामी बाघ भैरवतिर यताबाट सिनहरू देखिन्छ हिमालयहरू माउन्टेनहरू ब्युटिफुल माउन्टेन ब्युटिफुल प्लेस टेम्पल्स हामी चाहिँ यता मन्दिरमा छौँ आज चाहिँ शम्भुनाथ टपमा छौँ यो चाहिँ दर्शकहरू This is the scene, okay? This is Shambhunath Temple. Foreigners. From here we can see the view. Okay. Go fast. Yes. Yes, view. Focus. Just focus. यो चाहिँ घुमाएर हामी भिडियो बनाउँदैछौँ यसको अलग्गै दामी महत्त्व Focus. शम्भुनाथ टप Go. बुद्धिज्म प्लेसहरू भिजिट यु क्यान सी द मङ्किज धेरै छन् अनि यहाँदेखि भ्यू पोइन्ट भन्न सकिन्छ काठमाडौँ भक्तपुरहरू देखिन्छ गाइज अब हामी यहाँदेखि तल जाँदैछौँ होइन अहिले हामी स्वयम्भू एरियामै छौँ यहाँदेखि पनि त्यो हेर्न सक्नुहुन्छ के छ यता सो अब चाहिँ हामी तल जानेवाला छौँ भ्यू यता चाहिँ बुद्ध सँगसँगै केही देवी देवताको मूर्ति हुनसक्छ एक्ज्याक्टली हामीलाई थाहा भएन अनि हामी चाहिँ भिडियो बनाइरहेको छौँ ब्युटिफुल सिनलाई क्याप्चर गर्न लुक एट द पिक्चर ओके गाइज हामी फाइनल आउँदैछौँ शम्भुनाथदेखि अब हामी चाहिँ कहाँ जाने भनेर मेरो अनुहारै सु गरिरहेको छैन हेलो गाइज हेलो गाइज सन्चै हुनुहुन्छ हेलो गाइज अहिले चाहिँ हामी टिम एरियामा छौँ होइन हामी स्वयम्भूबाट आइसकेका छौँ हामी स्वयम्भूबाट आइसकेका छौँ छोटोभन्दा छोटो होइन भन त यो के हो त्रिभुवन युनिभर्सिटी एरिया हो होइन हामी चाहिँ यसमा यही विश्वविद्यालयबाट हामीले स्नातकोत्तर भन्छ बिबिएस यहाँ तक गरेको अनि यहाँ चाहिँ हामीले के भन्छ त्रिभुवन अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला पनि रहेको छ यहाँ इन्टरनेसनल नेसनल गेमहरू सबै हुने गर्छ के भन्छन् त्यसलाई एनपिएलदेखि लिएर त्यो केटिपिएलहरूदेखि लिएर सबै हुन्छ यता होइन यता चाहिँ युनिभर्सिटी यता चाहिँ ग्राउन्ड यता आउँदैछ अनि यता चाहिँ हामी डाउनहरू लाग्यो फार्मी नभएको त
गाइज वर्ल्ड कप यता भएको थियो त्यो स्टेडियम दिस इज जनवरीदेखि लिएर 1 फेब्रुअरी 2026 आइसिसी वुमेन्स रहेछ यता त्यो होइन वुमेन्स क्वालिफायर थियो अस्ति अब हामी यो चाहिँ स्टेडियम होइन स्टेडियम सो अब हामी यहाँदेखि जाँदैछौँ लाइट आज चाहिँ रिटर्न हुने अब घाम ताप्दैछु म यता सालिक सुत्नेर अब चाहिँ मेरो बस 3 बजे छुट्यो धनगढीतिर काठमाडौँबाट ओके गाइस अब चाहिँ भोलि यति बेला पुग्छु ओके अब चाहिँ हाम्रो बस हिँड्यो अब चाहिँ 24 घन्टा जति यसमै बिताउनु पर्यो अब चाहिँ हाम्रो कर्णाली पुगिसकेका छौँ चिसापानी यो चाहिँ कर्णाली चिसापानीको ब्रिज Finally guys, back to Dhangadi. See you next vlog. आंखों में डूबे कभी पार लगे हैं The capital of Nepal and a vibrant city known as the City of Temples. This cultural and spiritual hub is a perfect blend of ancient heritage